बुवाको हृदय आफ्नो छोराछोरी टाढा हुँदा सधैँ टुट्छ। जयमसी सबैजनालाई। आज पनि हामी लुका 15 को 11 देखि 30 पदलाई हेर्नेछौँ, जहाँ शीर्षक रहेको छ हराएको छोराको दृष्टान्त। र आज हामी यो खण्डलाई अलिक फरक तरिकाले हेर्नेछौँ अनि यो खण्डलाई हामीले शीर्षक राखेका छौँ पिताको हृदय। सबैभन्दा पहिला त हामीले यो बुझ्नु पर्दछ कि किन येशूले यो दृष्टान्त सुनाउनु भयो त। जब हामीले लुका 15 को 1 र 2 लाई हेर्दछौँ भने वास्तविक कारण हामीले यहाँ पाउँदछौँ। येशू पापी कर उठाउनेहरूसँग बसेर खाँदै हुनुहुन्थ्यो र शास्त्री र फरिसीहरूले आलोचना गरे, यो मानिसले त पापीहरूलाई स्वागत गर्छ। जुइसहरूले आफैलाई धार्मिक ठान्दथे। त्यसैले यसको यो दृष्टान्तमा हामीले सिधै आफूलाई धर्मी ठान्ने ती घमण्डीहरूको हृदयलाई प्रहार गर्नुभएको थियो। येशूले भन्न खोज्नुभयो पापी छोरो मात्र हराएको थिएन, घरमै बसेको धर्मी जेठो छोरो पनि हराएको थियो भन्ने सन्दर्भ हामी यहाँ पाउँछौँ। हो, यो खण्डमा हामी पाउँछौँ दुवै छोराहरू हराएका थिए। एकजना पिताको घर छोडेर टाढा गएर हराएको थियो, तर अर्को छोरा जेठो छोरा घरभित्रैको आँगन भएर पनि पिताको हृदयबाट टाढा भएर हराएको थियो। अनि हामीलाई थाहा नै छ कान्छो छोरा कसरी हराएको थियो भनेर। ऊ आफ्नो इच्छा अनि गलत डिसिजनले, गलत साथीहरूबाट अनि संसारको बाहिरको संसारमा हराएको थियो। पिताको घर छोडेर स्वतन्त्र हुन खोजेको कारणले ऊ हराएको हामी यहाँ पाउँदछौँ। त्यसैले उसले भन्छ, बुवा मलाई मेरो भागमा पर्ने सम्पत्ति दिनुहोस्, र ऊ सबै लिएर पितालाई छोडेर गएको हामी यहाँ पाउँदछौँ। अब हामीले यहाँ बुझ्नुपर्ने कुरा के छ भन्दाखेरि यहुदी संस्कृति अनुसार, संस्कार अनुसार जग्गा जमिन केवल सम्पत्ति थिएन, पुर्खाको आशीर्वाद, परिवारको मान र भविष्यको सुरक्षा मानिन्थ्यो। छोरालाई बुवाको सम्पत्तिको हक बुवाको मृत्युपछि मात्र मिल्थ्यो। बुवा जिउँदै हुँदा सम्पत्ति माग्नु भनेको चाहिँ बुवा मलाई तपाईँ चाहिँदैन, तपाईँ चाहिँ मेरो लागि मर्नु भएको सरह हो भन्ने अर्थ दिँदथ्यो। यदि कसैले यसरी आफ्नो बुवा जिउँदै हुँदा यसरी सम्पत्ति माग्दछ भने यो चाहिँ एकदमै अत्यन्त अपमानजनक मानिन्थ्यो र यसले यस्तो अर्थ दिएको हुन्थ्यो, मलाई तपाईँभन्दा बढी पैसा चाहिन्छ, मलाई तपाईँ बुवा होइन तर केवल सम्पत्ति भए पुग्छ, मलाई तपाईँको अस्तित्वको आवश्यक छैन वा मलाई तपाईँ चाहिँदैन भन्ने सुनिन्थ्यो। अब यो घटनामा हेर्ने हो भने बुवाले यस्तो व्यवहार गर्ने कान्छो छोरालाई आफ्नो छोरा होइन भनेर बहिष्कार पनि गरेर घरबाट निकाल्न सक्थे। तर यो दृष्टान्तमा बुवाको हृदयलाई हामी देख्छौँ। बुवाले आफ्नो दिल दुखाएर, मन दुखाएर भए पनि उसले मागेका सबै कुराहरू दिनुहुन्छ। अनि ऊ आफ्नो सबै धन सम्पत्ति लिएर परको देशमा जान्छ अनि उसले सबै मोज मस्तीमा सबै कुराहरू उडाउँछ, सिधाउँछ र उसको जीवन कष्टकर हुन्छ। अनि त्यसपछि जब उसले दुःख पाउँछ त्यसपछि उसको चेत खुल्छ। यहाँ हामीले पद 13 मा हेऱ्यौँ भने धेरै दिन बित्दा नबित्दै सबै धन सम्पत्ति बटुलेर कान्छो छोरो टाढा देशमा गयो र त्यहाँ भोग विलासमा आफ्नो सम्पत्ति उडायो। त्यसैले सबै रुपियाँ पैसा खर्च गरिसकेको थियो। त्यसै बेला त्यस देशमा ठुलो अनिकाल पर्यो र त्यसलाई अभाव हुन थाल्यो। त्यो गयो र त्यस देशको एकजना मानिस कहाँ त्यसले काम माग्यो। उसले त्यसलाई आफ्नो खेतमा सुँगुरहरू चराउन पठायो। सुँगुरले खाने चारोले त्यसले आफ्नो पेट भर्न चाहन्थ्यो अनि कसैले त्यसलाई केही दिँदैन थियो। जब त्यसको चेत खुल्यो त्यसले भन्यो, मेरा बुवाका धेरै ज्यालादारी चाकरहरू भरपेट खाएर उबार्ने गर्छन्, तर म चाहिँ भोकले मरिरहेछु। म उठेर आफ्ना बाबु कहाँ जानेछु र उहाँलाई भन्नेछु, बुवा मैले स्वर्गको विरुद्धमा र तपाईँको विरुद्धमा पाप गरेको छु। अब उपरान्त म तपाईँको छोरो भनिने योग्यको छैन।
मलाई तपाईँका ज्यालादारी चाकरहरूमध्ये एउटा सहर तुल्याउनुहोस्। तब त्यो उठेर आफ्ना बाबु कहाँ गयो। तर त्यो टाढै छँदा त्यसका बाबुले त्यसलाई देखे र तिनी दयाले भरिएर दौडेर गई त्यसलाई अँगालो हालेर चुम्बन गरे। के तपाईँलाई थाहा छ, यहुदी संस्कारमा वृद्ध मानिसहरू दौडनु लज्जा थियो। येशूले यहाँ पिता दौडेको देखाएर भन्न चाहनुहुन्थ्यो, परमेश्वर टुटेका मानिसहरूतिर नै दौडनुहुन्छ, जसरी यहाँ पिता आफै दौडेर आएका छन्। त्यसै गरी हाम्रा स्वर्गीय पिता पनि हामीका आफै आउनुहुन्छ, स्वर्ग छोडेर हाम्रो पाप अधर्म धोइदिन, हाम्रो लाज शर्मलाई मेटिदिन। यस घटनामा विद्रोही छोरो घर फर्किँदै थियो, तर भेट्न भनी पिता आफै दौडेर आए, किनकि परमेश्वर टुटेको मानिसतिर नै दौडनुहुन्छ। यहुदी समाजमा पिता र पुत्रको सम्बन्धमा केही नियम र मान्यताहरू र सामाजिक अपेक्षाहरू थिए। पिता भन्ने बित्तिकै न्याय र सम्मानको प्रतीक मानिन्थ्यो। घरको मुखिया पिता हुनुहुन्थ्यो। नियम र धर्मको पालनमा सबैको नजर पितामाथि केन्द्रित हुन्थ्यो। छोरा विद्रोह, चरम अपमान, पिताको घर छोडेर टाढा जानु सामाजिक र धार्मिक हिसाबले ठुलो अपराध थियो। यस्तो विद्रोह समाजमा घृणा र निन्दाको विषय बनाउँदथ्यो। यस घटनामा येशूले यो दृष्टिकोणबाट देखाउनुहुन्छ प्रेमको क्रान्ति। येशूले देखाउनु भयो कि पिताको प्रेम सधैँ अगाडि दौडिन्छ। नियम र सामाजिक अपेक्षा भन्दा माथि पिताको प्रेम विद्रोही छोराप्रति पनि चरम र अकल्पनीय हुन्छ। यसले यहुदी समाजका धेरै शासक र विवादमा पारेको थियो। पिताको प्रेम सधैँ दया, अनुग्रह र स्वागतमा आधारित हुन्छ। नियम र धर्मले हृदयलाई नजिक ल्याउन सक्दैन। साँचो प्रेम र करुणाले मात्र टाढा भएका सबैलाई घर फर्काउन सक्छ। अनि यहाँ पिताले फेरि पनि उसलाई आफ्नो छोरा बनाउनको लागि दिनुभएको औँठीको कुरा हेर्ने हो भने यहाँ सम्बन्धको कुराहरू हामी पाउँदछौँ, जहाँ उसले म तपाईँको छोरा, तपाईँ मेरो बुवा, मलाई चाहिँदैन भनेर गएका थिए, तर फेरि पनि त्यो औँठीले सम्बन्धलाई तिमी मेरो फेरि पनि छोरा भएका छौ भन्ने अर्थ लगाएको छ। त्यसै गरी वस्त्रले हामी हेर्दछौँ भने अब म तिम्रो अघिल्लो सबै गल्तीहरू बिर्सन्छु, तिमीले गरेको पाप अब म सम्झिँदिन, म तिमीलाई मेरो धार्मिकताको वस्त्र लगाइदिन्छु भन्ने अर्थ दिँदछ। त्यसै गरी यहाँ जुत्ताको कुरा गर्ने हो भने यहुदीमा चाहिँ दासहरूले कहिले पनि जुत्ता लगाउँदैन थिए र छोराले भन्छ मलाई तपाईँको दासहरू बनाउनुहोस्, तर पिताले भन्नुहुन्छ तिमी मेरो दास होइनौ, तर तिमी मेरो छोरा हुनेछौ। परमेश्वर पिताले पनि हामीले मागेको भन्दा अत्यन्तै बढी उहाँले दिनुहुन्छ। यसबाट हामी यो कुरा देख्न सक्छौँ, परमेश्वर विगत सम्झेर दोष लगाउने होइन, नयाँ पहिचान दिन आउनुहुने पिता हुनु। के तपाईँले पनि आज पितादेखि टाढा भएको महसुस गरिरहनु भएको त छैन? आज पनि पिता तपाईँको बाटो हेरेर बसिरहनु भएको छ। आज पनि स्वर्गीय पिताको हृदयले तपाईँलाई पर्खिरहेको छ।